दावा शेर्पा हो अनि बोल्ने चाहिँ अब बोलाउने चाहिँ हिरारी दा हो। म 57 वर्ष। ए अब अलिक ठिक हुँदैछ यो बुढा चलेको छैन अरू सबै ठिक भयो। अब अम्लहरू अलिक ठिक भएको छैन। अम्लहरू चाहिँ अब बाँकी छ। यो बुढाको चाहिँ अब 3 हप्तापछि भनेको छ डाक्टरले। अब बच्यो भनेर जस सम्झिरहन्छ। अब यसो सुतिरहेको बेलामा सम्झिरहन्छ। पना जस्तै हो त्यो मेरो जिन्दगीको। म कसरी आयो होला, म कसरी ऊ निस्क्यो होला भन्ने सोच्छ अहिले। भगवानले नै बचाएको जस्तो लाग्यो। अब डेन्जर चाहिँ डेन्जरै लाग्यो। अब डेन्जर लागे पनि अब पैसा आउने, अब अलिक पैसा बढी आउने त्यसमा। मलाई म उति चासो छैन। म टेकिन मात्रै, बरु टेकिनमा चासो छ। टेकिन पिकमै पहिला फर्स्टमा पनि कुकमै हो, सेकेन्डमा पनि कुकमै हो। म दिनको 10,000 दिन्छु चढेको। माथि समीर बनेश्वर माग दिन्छु भनेर गएको। नराम्रो तल त म तल खाना पकाउने मात्रै हो नि केम2मा। अनि भारी पनि वसाउनु पर्ने। त्यो कलामे शेर्पा चाहिँ फर्केर गएपछि अनि जाउ कि जाउ, गइदेऊ भन्यो। अब गए पनि अब साउथ कोलसम्म जाउँला भनेर गएको। माथि पुगेपछि त अब जसो गरे पनि माथि जानु पर्ने भइहाल्यो। साउथ कोल पुऱ्याएँ। साउथ कोल पुऱ्याएर आएर त्यही दिन नै भोलिपल्ट क्रिसहरू लगेर गएको। थाकेर पो त्यस्तो भयो नि। थाक्नु त थाक्यो नि। त्यहाँबाट केम3 गएँ। केम3बाट 4 गएँ। 4मा क्रिसहरू थाक्यो भनेर बस्यो। त्यही दिन नै चढ्नु पर्ने। अनि तलबाट चाहिँ कि नजाउ त भन्दै थियो। 11 बजी हिँडेको, भोलि बेलुका 5 बजी हामी त्यो 8,400मा पुगेको थियो। त्यहाँबाट माथि अक्सी पुलिस र म चाहिँ सँगै थियो नि। अब माथि नजाउँ, टाइम लाग्छ, अक्सी पुग्दैन भनेर त्यो 5 बजी 5:30तिर हो। उनीहरू पनि फर्क्यो। उनीहरू पनि फर्केर टपको मुनि टसहरू बाल्नु देख्यो। अनि हामी पनि अगाडि फर्किँदै बिस्तारै आउँदै थियो। सँगै क्याम्प पुगेर भोलिपल्ट छिटै जाउँ भनेको। अनि कतार कुतर गर्दाखेरि रात पऱ्यो। त्यही भने एकछिन भन्यो तन्तना गर्ने बस्ने। त्यो भन्दा अक्सी खाँदै सिधै नि तेर्सोबाट डोरी छ नि, डोरी त्यो ठ्याक्कै तेर्सोमा उनीहरू ओह्रालो झर्नेमै सिधै मेरो अक्सी चाहिँ 8वटा खाली थियो। कलाइन्सको सिलिङ ब्याग थियो। अनि कलाइन्सको सिलिङ ब्याग एउटा, चस्मा एउटा अगाडि थियो। तपाईँ अगाडि हिँड्दै गर्नु, म त रिङ्गटा पर्न म एकछिन आराम गर्छु भनेर बसेको। त्यहाँबाट त हात खुट्टा चलेन। त्यो अर्को त्यो के अरे एर्केको ट्यानमा पसेर चाउचाउ रहेछ। चाउचाउ अलिकति खाएँ। अनि एकछिन आराम गरेँ। अनि एकछिन सुतेँ। भोलिपल्ट 10 बजेछ म बिम्सिँदा। अनि फेरि उनीहरू केम2मा आएर बस्यो। केम2मा चाहिँ त अब आफ्नै खाना टन्नै थियो। अनि त्यहाँ केम2मा चाहिँ मजाले पकाएर खायो। होइन शेर्पा गिरिसहरू त अब गाइड अर्को शेर्पासँग गएको छ। उनीहरू त तल गयो होला। म बिस्तारै सामान उठाएर लिएर आउँछ भन्ने आश गरेको थियो। अनि शेर्पाहरू तलबाट आउँला अनि सँगै जाउँला भन्ने मन थियो। अब उनीहरू तल बिस्केम गएर अब सामान उठाउनु पऱ्यो नि। केम3को पनि सामान उठाउनु पऱ्यो। अक्सीहरू छ, अक्सी खालीहरू छ। त्यो केम2मा पनि छ। अनि आउँला भनेर चाहिँ मेरो मनमा चाहिँ त्यो सोचेको थियो। कोही थिएन, एउटा चरा पनि थिएन। अनि भोलिपल्ट बिहान अब सामानहरू आफ्नो सिलिङ ब्यागहरू, अब त्यो माथि पनि फेरि आफ्नो सिलिङ ब्यागहरू थियो। त्यो म्याटिसहरू खप्टाएर सबैसँगै ल्याएर आएको थियो उनीहरू। त्यो अक्सी अब जसो पनि ल्याउनु पर्ने। राख्यो भने $250 काट्छ भनेको छ। 8वटा अक्सी छ। अनि त्यति काट्छ भनेको छ। अब त्यो सामान त ल्याउनु पऱ्यो भनेर नि लिएर आएको। बाटोमा भेट्यो भने त्यो अक्सी चाहिँ आधी गरेर जाउँला। अनि सामान उठाएकै छैन। सामान पनि अब ट्यानहरू माथि सबै लथलिङ्गै छ नि। अब बाटोमा कोही पनि भेटेन। सबैमा थियो, बारेङ त सबैमा थियो, कुनै निकालेको थिएन। त्यो लास्टको चाहिँ माथि बिचको बारेङ पनि थियो, सानो बारेङ थियो त्यो पनि थियो। अनि त्यो ठुलो लामो 5वटा बारेङ पनि थियो। अनि त्यो बिचको एउटा बारेङ निकालेको छ। त्यहाँबाट घुमेर आउने ठाउँ थियो, त्यो त घुमेर आइसक्यो। अनि तल पुच्छरको सबभन्दा सानो एउटा बारेङ थियो कि त्यो चाहिँ एकपट्टिको पेज चाहिँ खुलाइराखेछ। अब मैले त अब डोरीमा यसो गरेर अब बारेङले यसो गरेर तेर्साइरहेको थियो। अनि बारेङले हलहरू भनेर यसो गरेर के अरे सेफ्टी गरेर यसो
तकै ऊ गरेको छुने राम्रै नछुइकन बारेङ्दा खतरा गयो म पनि झुन्टिहाल्यो कि त्यहाँ अनि त्यहाँबाट केही लागेन अनि त्यो तल यसो हेरेको अलिक फस्के ठाउँ रहेछ ऊ हिउँ भएको ठाउँ रहेछ नि सिधा टाउको उँधो गरेर स्वाटै उँधो कता गयो अनि तल गएर ठ्याक्कै बस्यो सुरुमा त्यही लड्ने दिन नै लाग्यो त्यो तल खस्ने दिन नै लाग्यो यहाँ चाहिँ ठोक्नु चाहिँ यहाँ ठोकेछ कि अब म गयो अब मेरो लाइफ यहीँ बित्यो भने मनमा हिउँ चाहिँ नपरेर मात्र हिउँ पऱ्यो भए त त्यहीँ सिद्धिन्थ्यो घाम देख्यो नि भोलिपल्ट चाहिँ हेली आएको जस्तो पर गऱ्यो हेली आएको जस्तो गऱ्यो अनि माथि हेर्छु देख्दैन त्यो एक दिन आधी भएपछि मैले आश छोड्यो अब जसो गर्ने मरेछ 2 दिन 3 दिन लाग्छ कि 4 दिन लाग्छ भनेपछि मेरो आत्माले छोडिसकेको थियो निदाको बेलामा एउटा दुरुङ गऱ्यो घत्र्याक मात्रै गऱ्यो कि पहिरो त्यो पहिरोले चाहिँ बचायो भनौँ न आफू जाने बचाए पनि आफू जाने कुल्च्यो पनि रहेछ त्यो पहिरोले त्यो खर्प चाहिँ सबै पुरेछ क्या माथिबाट पहिरो आएर त्यो खर्प चाहिँ पुरेछ अनि त्यहाँबाट गएर बिस्तारै गएर हेरेँ उँभो निस्किनु सक्छ कि घुम्दै माथि डाँडामा निस्किनु लागि यसो हेरेको त नि एउटा पहिरो के अरे डोरी भेट्यो डोरी पर देख्यो यताको डोरी पनि देख्यो उताको डोरी पनि देख्यो त्यहाँबाट चाहिँ खुसी भयो भोलि हिँडेँ तल पुगेँ रातभरि पनि हिँडेँ अनि पानी छैन अनि त्यही हिउँ खाँदै तल अनि पानीको छेउमा पुगेपछि पानी खाएँ त्यहाँबाट चाहिँ उँधो आएपछि तर मान्छे भेटेपछि ढुक्क भयो बारी बनाउने मान्छे भेट्यो बारी बनाउने मान्छे भेटले ओहो तपाईँ पो रहेछ नि कि अस्ति हाराको हिजो खोज्नु गएको हाराको मान्छे होइन न भनेको अनि लो बिस्कुट ल्याएछ बिस्कुट खायो तातो पानी रहेछ एउटाले सोधे तातो पानी छ भनेको त छैन भन्यो अर्कोले ल्याए तातो पानी ल्याए त्यहाँबाट उनीहरूले फोन गरेर एसपिसीले फोन गरेछ अनि एसपिसीको मान्छे आयो एसपिसीको मान्छे आएपछि बोकेर अनि घरकसै पुऱ्यायो आयो कारण त्यहाँबाट हिलीमा हालेर रिक्सासम्म हिलीमा हालेर सुर्के पुऱ्यायो अनि माथि अब कहाँ पुऱ्याउँ कुन हिलीमा अब हिलीले कहाँ पुऱ्याउँछ थाहै छैन त्यही दिन भेट्यो एकैछिन म आउने साथै भेट्यो अस्पतालमा मनमा आनन्द भयो अनि सबै मान्छे भेट्यो अनि सबै मान्छे त्यहाँ आएको रहेछ हाम्रो गाउँको मान्छे पनि सबै आएको रहेछ के होला अनि यहाँ मेरो मिसेसले घ गरेको त्यो त थाहै छैन त्यो 10 मनमा 1 मन पनि थिएन पछि पो सुनेको अनि त्यसमा त म त्यति उ गरेर घ गरेको भने थाहै छैन पछि पो यो लामा आएर त छ सबै गरेर लामा जम्मा गरेर पढ्दै पो छ भन्छ तर आफ्नै लागि हो भन्यो त्यसमा अब त्यो त मलाई थाहा भएन अब के गर्नुपर्ने अब साथी नछोड्ने अब त्यो टाइम नमिलेर त्यो एकैचोटि माथि बिसिएम क्लोज गर्ने पनि त्यस्तै हो त्यो टाइम अलिक अगाडि नै चढ्नु पर्ने गेस्टहरूले अगाडि चढ्यो भने टाइम हुन्छ नि सामान वसर पसर गर्ने साथी हुन्छ त्यसमा अब साथी छैन नभएपछि एक्लै पऱ्यो त्यो खसेको दिन पनि साथी छ भने म तुरुन्तै त्यही दिनै निस्किन्थ्यो अनि यसपालि चाहिँ निकाल्नु छैन एक्लै पऱ्यो कोही पनि छैन साथी छैन त्यस्तै पऱ्यो